अभी मजा आएगा ना। नाच्यो नाच्यो ल ल ल ल गेम जित्यो। अब विधागत रूपमा चाहिँ हाम्रो जयले सेटर, मैले चाहिँ बेस्ट प्लेयर पाएँ। अनि यसले चाहिँ पैसामा हानेको थियो 6000, दुई भयो होइन, हामीले दुई लियो। अब यहाँ के कति छ अब यसलाई नि यसो दिन पर्यो। 3000 रहेछ, 3500 रहेछ, 3000 हजार दिनेलाई। ल ल धन्यवाद। यति गर्नु है। ल गुड मर्निङ एभ्रिबडी। भिमात बजारबाटै हामी चाहिँ आज रिसिङको यात्रामा छौँ। एडी भाइ, अनि त्यसपछि मेरो बाइक विवश ज्वाइँ, अनि म, अनि हाम्रो साउजी चाहिँ हामी रिसिङतिर जाँदैछौँ है गेमको सिलसिलामा। टक्क लाएर बुलेट बाइक र एनएस बाइकमा। ल पासा दाइ ए मेरो बाइक पहिलोचोटि मेरो बाइक चलाउने मान्छे म, पछिको सेकेन्ड मान्छे। सेकेन्ड मान्छे विवश आले जय। ल ए हजुर हो ड्राइभर? ए होइन अरे ज्वाइँ होइन अरे दाइ अरे, दोस्रो व्यक्ति है। यो बाइक चलाउने दोस्रो व्यक्तिमा पर्नुभयो क्या तपाईँ? हो। विवशले पाउनु लाग्यो, पाएन क्या। ल लेट्स गो। ल त नि आलेले बुलेट, दाइले चाहिँ, तर म पछाडि ढुक्क आरामले है। हजुर सक्छ क्या बुलेट चलाउन? ल मामा बुलेट। ल जाउँ पल्ट्याङको बाटो जाने भयो। पल्ट्याङ, ल पल्ट्याङको बाटो जाने भयो हामी। ल रिसिङ गेटमा निस्किनै नपाउनु भयो यार। घुमाउनु के? ओहो मेरो बाइकलाई ध्वस्तै पार्ने त होइन। ल एकछिनै ल जाऊँ। ल भिमात बजारदेखि हामी अब रिसिङतिर लाग्यौँ है त। आरामले है, नयाँ बाइक। ल हामी यति बेला अफ रोड उक्लिँदैछौँ है। मेरो यो बाइकको भाग्य नि यस्तै रहेछ क्या। यात्रा यसपालि अफ रोडमै धेरै भएको क्या त यो बाइकको। कस्तै बाटो त यो चाहिँ रिसिङ पऱ्यो होइन? रिसिङ छिर्यौँ हामी तलबाट होइन। ल हामी ठ्याक्कै अहिले चाहिँ रिसिङको पल्ट्याङ गाउँमा छिर्यौँ है। यसो सुनेको नाम हो पल्ट्याङ। कसले हेर्दै हुनुहुन्छ पल्ट्याङमा त यसो ल पल्ट्याङ गाउँ। यहाँबाट कति लाग्छ? धेरै छैन, उता हाइवे निस्किन। ओके यो ठाउँमा नि कौडाहरू त खुब नचाउँछ होला है यो मा कौडा के? ल ल ल
आइयो हामी यति बेला दाइ कहाँ आयो यो खास यो त डेन्जर छ त पाहाडलाई चाहिँ चिरेर बिचबाट वे बनाइदिने बाटो आमा यार खतरा बवाल लाग्यो यो त रिसिङ गाउँ पुग्छौँ अब हामी होइन मेन रिसिङको एकछिनमा यहाँ तनहुमा त जे कुरा नि भाइरल हुन्छ क्या एकछिनलाई त डेन्जर क्या दाइ हामी यति बेला ठ्याक्कै रिसिङको मेन बजार होइन पालिका मेन रिसिङको मेन सेन्टरमा आइसक्यौँ है रिसिङै भन्छ यो ठाउँलाई रिसिङ मेन रिसिङ भन्ने ठाउँमा आइयो ए मेन रिसिङ बस्ने भए हामी यहाँ बस्न पाउँथ्यो बस्ने भए यहाँ हो के ए ओके ल है रिसिङबाट हेर्दै हुनुहुन्छ भने यसो कमेन्टहरू छोडिदिनु होला पुरानो ठाउँ जस्तो छैन यहाँ नि स्कुलहरू शिव सरस्वती माध्यमिक विद्यालय ल है रिसिङ पनि आइयो रिसिङ बजार रिसिङ भन्ने बित्तिकै खासमा त्यो कौराहरू एकदम फेमस हो क्या त होइन तनहु रिसिङ भनेपछि यो कौरा उत्पादन कौराको यो सम्बन्ध हो कि कौरा निस्क्यो कौराको जन्मिएको जन्मेछ रिसिङ ल यहाँ दामी पार्क पनि छ है शहीद पार्क कसको सम्झनामा बनाउनु भयो होला होइन शहीद पार्क यसो मान्छेहरू गफसफ गर्ने ठाउँ घामसाम ताप्ने ठाउँ दासपाडामा टक्क बाटो चाहिँ जस पिच छ ठाउँमा बाटोसम्म राम्रो आएपछि भयो क्या दाइ है मिठो परिवर्तन भइहाल्छ क्या तर तल भएछ क्या पालिका भवन फेरि यतै माथि थियो ए ओके हामी गेम खेल्ने ठाउँलाई के भन्छ र खास अर्खल छाप मेन हामी चाहिँ हिँडेको चाहिँ अर्खल छाप है त अर्खल छाप है यतै कतैको ल गेम खेल्ने ठाउँमा आयो है ट्याक्क बारीमा हो फेरि अर्खल छाप आइयो हामी फाइनल्ली आइपुग्यो अब यसो बस्ने एकछिन हेर्ने अनि आफ्नो पालो आइसक्यो गेम खेल्ने चलिदिने हो कि फेरि ल यस्तै छ अवस्था है यति बेला केटाहरू आइपुगे भर्खरै एकछिन बसिन्छ गफसफ हान्दै ल यहाँ पाक्दैछ है सेलरोटी ल हामी चाहिँ अब टक्क सेलरोटी खाने तयारीमा छौँ भाइ तपाईँलाई नि देखाउनु पऱ्यो यसो साइडमा क्या जो हेलो ल एडी भाइ फेरि लाइभ जति बेला नि युवतीको ढुकढुकी ल आइज ल लोकल अर्ग्यानिक सेलरोटी मिठो छ है तँलाई हिजो नि भनेको लास्ट टाइम मगर भाषाको बारेमा जापानिज ल हामीले यति बेला बङ्गुरको मासु खाने तयारीमा छौँ सुँगुर ल थ्याङ्क यू है थ्याङ्क यू भन्ने कसलाई हो त दाइ थ्याङ्क यू भन्ने कसलाई हो र उहाँलाई दाइ ल थ्याङ्क यू है दाइ थ्याङ्क यू है ल ज्या है ल यस्तै हो क्या गाउँतिर होइन ट्याक्कै खाने बस्ने यस्तो छ कि मिठो वाक्से ज्या है खैले चम्चा
खान्न भनेको देखेपछि खान मन लागिहाल्छ क्या होइन दाइ एकैचोटि दुइटा हान्दिनु मिठो है बोसै है खान्छ खासमा त मगरको गाउँमा आएपछि यस्तै हो क्या जे कुरा नि फेरि यहाँ कि कुछ भी A few moments later. ल गेम सेम ढिलो भएको रे यतै घाम ताप्दै बसिरहेको छ ए हाम्रो केटाहरू यता म चाहिँ टक्कै घाम ताप्दै जुट्ट ढल्काउँदै कि टल्काउँदै टाक टाक रोटी खाएको देखाइदेऊ न भाइको रोटी ए ब्रोहरू के छ ब्रोहरू यार के छ यार के छ हिरोहरू ठिक छ कहाँ हो घर यता देखिएन यार केटा यार यता त देखिएन मलाई नि ल्याउ त है भाइ भाइ थोरै थ्याङ्क यू है मैले यसरी मागी पेट पाल्न सक्छु क्या गाउँतिर ए यो फेरि यता झल्लुराम भएर नि आयो 10 ल ठिक छ चिने भाइ यो भाइलाई को के हो यसको नाम लास्टै डेन्जर हान्छ होइन हिजो उहाँ 2टा बल फुटाल दिएको त्यहाँ खाल त यत्रो हो होइन म त सक्दिनँ यार भाइ यार के नाम हो खान्छ क्या नाम है तिम्रो तिम्रो सेलरोटी खाँदैछ साँच्ची दिएको कि मागेर दिएको र ओके ल यतिको हुनु पर्यो है यतिको हुनु मेरो भ्लग हेर्छौ तिमीहरूले कसम वाह है ठ्याक्कै भेट हुन पाएन टाढाबाट आएको ओके रिसिङको हेन्सम भाइहरू है स्कुल छैन आज ओके ठिक छ है घर गएर हेर्ने टक्क कमेन्ट छोड्ने है भोलि हाल्छु मैले भिडियो है ल मेरो छोरालाई नि चिने रहेछ भाइले चाहिँ के अरे कान्छ नाम ल ठिक छ कति क्लासमा पढ्छौ तिम्रो के भयो स्वर खेल्छौ तिम्रो नि डर हो टिम कस्तो छ अहिले दियो कि हो यति बेला गेम काले भाइ अनि यतापट्टि हाम्रो सञ्जोग भाइ बिच मारामार हुँदैछ है यति बेला यो पछि होला हाम्रो चाहिँ पक्कको काले भाइ त डेन्जर दर्शकमा अशोक यता अरू म पनि ल एभ्रीबडी हामी फाइनल पुग्यो होइन फाइनल पुग्यो अब हामी फेरि भिमात फेरि प्याक हुँदैछौँ है फर्किँदैछौँ दाइ म अनि त्यसपछि हाम्रो 68 सब हाम्रो टोली चाहिँ फेरि भिमात फर्किँदैछौँ तल The next day. गुड मर्निङ एभ्रीबडी गुड मर्निङ नमस्कार है सोनाली फ्यामिली सबैजनालाई नमस्कार छ आज बल्ल रिसिङमा फाइनल हुनेवाला छ आज होइन फाइनल गेम छ आज अब हामी चाहिँ भिमात बसाइ चाहिँ भिमात छ आउने जाने गऱ्यौँ है 2-3 दिन र आज चाहिँ फाइनल प्लस अन्तिम दिन माथि गएर रमाइलो सांस्कृतिक कार्यक्रमहरू पनि सायद होला अनि आज फाइनल अनि त्यसपछि आज चाहिँ सक्काएर चाहिँ बल्ल घर फर्किँदैछु अहिले चाहिँ ठ्याक्कै बिहानको 10-10:30 भइसकेको छ अब खानासाना खाएर हामी चाहिँ फेरि रिसिङतर्फ जानेछौँ जसला रेडी के कस्तो हुन्छ आजको दिनहरू म देखाउने कोसिस गर्नेछु हेर्दै गर्नु होला है त र थर्ड पोर्सनको लागि सन्तोष भर्सेस नम्बर रहेको छ 5 सञ्जोगको गेम अनि हाम्रो लाइभ गर्ने दाइहरू यहाँ हुनुहुन्छ यस्तरी दिनुहुन्छ लाइभ है दाइहरूले होइन दाइ गाह्रो छ नि यस्तरी दिनुहुन्छ लाइभ
टक्क हेर्न सजिलो फेरि घरमै बसी बसी हेर्न सक्नुहुन्छ क्या तपाईँहरूले कृपया खेलाडी साथीहरू तपाईहरू एकैछिन अनुशासित ढङ्गले खेल मैदानमा बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। तनहुँ जिल्ला रिसिङ गाउँपालिका वडा नम्बर 7 शीतल डाँडा स्थित श्री रिसिङ युवा कल्याण क्लब मिति 2082 माघ 27 गतेका दिनमा औपचारिक रूपमा कार्यक्रम सुसञ्चालन गर्न यहाँहरू समक्ष अनुमति लिँदै कार्यक्रमलाई सुचारू गर्न चाहन्छु। यसै क्रममा अब भने म आसन ग्रहणलाई जोड्न चाहन्छु। ब्याज वितरण गरिदिनु हुनका लागि हाम्रा यसै रिसिङ युवा कल्याण क्लबका समापन समारोह कार्यक्रमका सभापतित्वको रूप कृपया खेलाडी साथीहरू यो आसन ग्रहणको क्रममा तपाईहरू एकैछिन अनुशासित ढङ्गले बसिदिनु हुन म हार्दिक गर्दछु। समिली बहिनीको डान्स आउँदैछ हाम्रो केटाहरूलाई पक्कै पनि तान्ने सुनारी रेडी आले नाच्यो नाच्यो ल ल ल गए A few moments later. ल गेम जित्यो। अब विधागत रूपमा चाहिँ हाम्रो जयले सेटर मैले चाहिँ बेस्ट प्लेयर पाएँ अनि यसले चाहिँ पैसामा हानेको थियो 6000 दुई भयो होइन हामीले दुई लियो। अब यहाँ के कति छ अब यसलाई नि यसो दिन पर्यो म दिन्छु ल समात ल हेर्नु गर्नु म दिन्छु यहाँ त 5000 छ मैले दिन्छु कि यसलाई ओ यार 3000 रहेछ 3500 रहेछ 3000 हजार दिमेललाई ल ल ल धन्यवाद यति गर्नु है हजार हेर त हेर म त बराबर म 500 बढी हो कि ल बेस्ट प्लेयर भनेपछि 500 त बढी हुनु पर्यो कस्तो यार एउटा ए सम्मान पनि छ हाम्रो पैसा के रन छैन छ सम्मान पनि छ आज त पैसा के छ त छ कि 500 रहेछ थ्याङ्क यू सो मच है आज सम्पूर्णलाई है पापा सबलाई है धन्यवाद ल फाइनल गाइज म रुममा नि आइसकेँ। अब चाहिँ हाम्रो भ्लग कस्तो लाग्छ यसो हेरेर प्रतिक्रिया दिएर नभुल्नु होला। फेरि अब हामी नेक्स्ट अर्को भ्लगमा भेट्नेछौँ, रमाइलो गर्नेछौँ। के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला यो भ्लगमा पनि है। ल बाई बाई।